सो हेलो गाइज वेलकम ब्याक टु आवर अनदर भिडियो। म आज जानवाला छु आफ्नो कलेजबाट टुर। मेरो कलेजले लगिरहेको छ नारायणी नदी र सौराहा एन्ड मौलाकाली मन्दिर। त्यहाँ म अनि मेरो साथीहरू बहुत धेरै इन्जोय गर्नवाला छु। नारायणी नदीमा चाहिँ बोटिङ, मौलाकाली मन्दिर केबल कारले जाने हो अनि सौराहामा चाहिँ वन नाइट स्पेन्ड गर्ने हो। सो के हुन्छ यो हेर्नका लागि भिडियोमा लास्टमा रहनुहोस्। सो हेलो गाइज, छिटो रेडी भएर म चाहिँ निस्केँ आफ्नो कलेजको बाटो अनि सबै साथीहरूसँग सोध्न थाले कि तिनीहरू अहिले कहाँ छन्। सबजना पुगिसकेको थियो, मेरोमा नै चाहिँ लेट थियो। यो बाटोमा जाँदा म भेटेँ रियासँग। रिया जो मेरो क्लासमेट हो। छिटो हामी चाहिँ कलेज पुगे अनि कलेजमा मलाई भेटाइहाल्यो साथी। सबजना आज चाहिँ एकदम चिल एन्ड फ्रेस मुडमा थिए एन्ड रवि चाहिँ मेरो फोन लिइहाल्यो एङ्करी गर्नको लागि। एंड वेलकम गाइस। आज हम लोग कहाँ जा रहे हैं? कहाँ जा रहे हैं? कहाँ जा रहे हैं वो हमको नहीं पता, क्योंकि मैं 2 हफ्ता बाद आज कॉलेज आ रहा हूँ। सो कंटिन्यू करते हैं हम। निखिल भाई कहाँ गया? निखिल इसमें खाती पहले जब हम ना रही मार उसी गए बहुत बाकी फिट होने का तो मार देंगे। हेलो भाई उस सेकंड निकालने लगा उसी के ऑफ सो भाई स्टार्ट करने तू क्या हेलो Bounty the damn odds. You will be having one of the news. सो हामी आधी घन्टा कलेजमा बिताएर चाहिँ फाइनली बसमा गए। बसमा गएपछि सरले 10 मिनट टाइम दिनुभयो। जसलाई जे किन्नु छ किनिहाल, मतलब चिप्स एन्ड बिस्कुट्स। तू समझा? हाँ। नहीं तू समझा नहीं। एन्ड फाइनली हामी 10 मिनट पछि निस्के। त्यसको 5 मिनट पछि म गइहालेँ अगाडिको सिटमा, किनकि त्यहाँ धुप्लालहरूले कार्ड्स खेलिरहेको थियो। सो यो हाम्रो धुप्लाल भाइ जो कार्ड्स खेल्नमा एकदम मास्टर छ। सो कार्ड्स खेल्नु हो भने यस्तै खेल्न त मन पर्दैन, केही न केही शर्त या बेट त हुनु पर्यो। सो हाम्रोमा बिट यो भयो कि जो हार्छ त्यसले गाना गाउनु पर्छ। अनि फर्स्टैमा परिहाल्यो मुस्कान। मुस्कान भन्यो कि त्यो अक्लै गाउँदैन, त्यो गाउँछ प्रेरणासँग। त्यसपछि सेकेन्ड राउन्ड हाम्रो भयो अनि सेकेन्ड राउन्डमा हार्यो हाम्रो आशिष। आशिष भाइलाई चाहिँ भोजपुरी गाना मन पर्दछ। सो आशिष भाइ गाउँछ भोजपुरी। गाना साना गाएर हामी चाहिँ रिल्स बनाउन थाले अनि इन्जोय गर्दै यस्तै जान थाले। सो यस्तै इन्जोय गर्दै 1.5 घन्टा पछि अहिले चाहिँ हामी हतौडामा थिए। सो गाइस हतौडामा आउँदा हामीसँग स्पिकर थिएन कि डान्स गरौँ। अनि धुप्लाल अनि तौसिक भाइलाई डान्स गर्नु थियो। त तिनीहरूले जसरी पनि हतौडामा आधी घन्टा बस रुकाएर अनि जहाँबाट नि गएर एउटा स्पिकर किनेर लायो कि हामी डान्स जसरी नै गर्छौँ भनेर। स्पिकर आएपछि नन स्टप सबजना डान्स गर्न थाल्यो।
नाच रे पतार की ए यमन पतार की सो गाइज फाइनली 2 आवर पछि हामी सौराहा पुगे। डान्स गर्दै गर्दै सबजना थाकिसकेको थियो। सबैजना हामीलाई भोक पनि लागिहालेको थियो एन्ड वी आर अल एक्साइटेड टु सी आवर होटल। So guys, we are finally in सौराहा। 4 घण्टाको सफर पुरा गरेर हामी चाहिँ फाइनली सौराहा एन्ड द होटल नेम इज पार्कल्यान्ड। होटलमा आएपछि पहिला त हामी काउन्टरमा गए रुमको की लिन। त्यहाँको म्यानेजर दाइले भन्नुभयो कि नास्ता खाऊ अनि रुममा जाऊ भनेर, तर हामी यति थाकेको कारण हामीले भनेको पहिला चाहिँ हामी फ्रेस हुने हो अनि नास्ता खाने हो। यो थियो कि एउटा रुममा मात्र 3 जना बस्ने हो। सो म, मुन्ना र रवि एउटा रुममा गए अनि स्वयं, यमन एन्ड रोहन एउटा रुममा गए। रुम नम्बर 107 चाहिँ हाम्रो पाएको थियो अनि यमनहरूलाई रुम नम्बर 108। किस्मतले चाहिँ हामी सँगै गरे। Guys, we are going to explore our room. we are going to capture our room. So guys, यहाँ पे नाश्ता स्टार्ट मतलब लग चुका है। थोड़ा देर में नाश्ता खाने आएंगे फ्रेश होकर। 10 मिनट दिनुभएको थियो हामीले नास्ता गर्नलाई। हामी सबजना चाहिँ दौडेर गयो आफ्नो आफ्नो रुममा। सबजना चाहिँ 15 मिनटमा फ्रेस भएर आफ्नो आफ्नो रुमबाट बाहिर आयो। रुम त चाहिँ धेरै राम्रो थियो एज यु क्यान सी। ढोका लाग्ला रे बताइदे। सो हामी टाइममा चाहिँ नास्ताको लागि पुगिहाले। सो नास्तामा चाहिँ ब्रेड, जाम एन्ड चिया थियो। अंडा पाउरोटी दिन्थ्यो अनि पो अंडा दिन्थ्यो खाली। सो चाहिँ हामी आधी घन्टा जति चिया पाउरोटी खाए एन्ड कुराकानी अलिकति गरे। सो गाइस, छिटो छिटो नास्ता खाएर हामी चाहिँ निस्किहाले रिभर साइड एन्ड थारू कल्चर डान्स हेर्न। हाम्रो रुटिनमा पहिला थियो कि हामी 2 घन्टा चाहिँ रिभर साइड घुम्ने हो अनि 2 घन्टा चाहिँ थारू कल्चर डान्स हाम्रो रुटिन हो। सो अहिले हामी चाहिँ रिभर साइडको बाटो हिँडिसक्यौँ। गाइस अब हामी निस्कियो हैन, कहाँ भन्दाखेरि रिभर साइड हेर्नको लागि। सनसेट भन्नुभयो सरले हेर्न जान्छु भनेर, उहाँ सनसेट गायब भइसक्यो। अब त गिरी भयो हैन, सनसेट गायब भएपछि के गर्ने त्यही हामी जान छ। भिड उब्बर छ यहाँ केको भिडियो। रमाइलो चाहिँ एकदम रमाइलो ठाउँ रहेछ यहाँ होइन। गइसक्यो है, हेर्न थोरै त छ नि। गइसकेको छ सन्चेट, भइसक्यो सन्चेट। हाम्रो केटाहरू त्यहाँ छ यार। सो गाइज, सनसेट हेर्न गएको अनि सनसेट नै गायब। सो हामी त्यहाँबाट आरामले फिर्ता आइहाल्यौँ। तर घुम्दै घुम्दै जान अनि आउनमा चाहिँ इन्जोय भइरहेको। सो सबजना घुमेर आएर यहीँ बसिरहेको थियो। सो हामी पनि यहीँ आएँ अनि फोटोसुट गरेँ यहीँ। अनि म चाहिँ सबलाई हेलो गाइज भन्न सिकाइरहेको। हेलो गाइस।
हेलो गाइज रेकर्डिङ लाउड 1 2 3 एक्सन हेलो गाइस आई एम लुकिङ ह्यान्डसम So now we all are waiting for Tharu cultural dance. घुमेर यहाँ बसेछौँ 7 बज्नको वेटमा हामीलाई थारू कल्चर डान्स हेर्न जानु छ हैन के के आइसिङ खायो भने ज्वरो लाग्छ कुकी लाग्छ बिरामी हट्छ खाल एउटा आइसक्रिम खाइबे मस्त गाइस हाम्रो इन्तजार यहीँ सकिन्छ अब हामी थारू डान्स हेर्न जान लागेको थारू डान्स हेर्न जान लागेको अब हामी थारू यही त छ डान्स डान्स यो थारू थारू भन्छ थारू दुवै थारू डान्स मेरो थारू डान्स गराइदियो मलाई आउँछ क्या सरले पैसा लिनु भएको छ टिकटको लागि ए राम्ररी भन बोला मिलाइ भन चार भाइ सो सरले चाहिँ हामी सबैजनाको टिकट पहिला नै किनिदिनु भएको थियो एन्ड नाउ वी आर एन्ट्रिङ इन द हल टु सी द थारू डान्स. सो आफ्टर वेटिङ अ 30 मिनट्स द थारू कल्चरल डान्स बिगन. अनि स्टार्ट चाहिँ हाम्रो नेसनल एन्थमबाट भएको. जस्तो हजुरहरूले केही समझ आएन त्यस्तै हामीहरूले पनि केही समझ आएन. अब हेरौँ डान्स.
बताऊ 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 एकदम मस्त सबलाई हेर्न आउनुपर्छ थारू डान्स अनि सबभन्दा राम्रो के लाग्यो सबभन्दा राति टिका कोला म यस्तो नाचे एउटा यो पनि डान्स थियो सो गाइज हजुरहरूलाई थारू डान्स चाहिँ कस्तो लाग्यो कमेन्टमा बताउनुहोस्। यसपछि हामी चाहिँ सिधा गइहाले होटल खाना खान। मेरा एक ही सिंपल मेरो एउटै सिम्पल छ चावल लिने मासु लिने पापड लिने सलाद लिने गएर खाने 50 सो खानामा चाहिँ भात थियो, दाल थियो, 2-4 किसिमको सब्जी थियो, साग थियो, दही थियो, मासु थियो, पापड थियो, मतलब पुरा टन्नै आइटमहरू थियो। दिनभरि चाहिँ बिस्कुट र चिप खाएको कारण भोक पनि धेरै जोडले लागेको थियो हामीलाई। सो आरामले लिएर अनि हामी आरामले खाना स्टार्ट गर्थ्यौँ। सो खानासाना खाएर 1-1.5 घन्टा जति हामी कुराकानी केही गरे, केही खेले, गाना गाए, मतलब पुरा एकदम रमाइलो भइरहेको थियो। सबजना सुतेपछि हामीहरू चाहिँ गए प्र्याङ्क गर्न आफ्नो साथीहरूसँग। रोहनले पायलको आवाज निस्काएर मोबाइलमा सङ बजाएर अनि राखिदियो अनि हामी सबजना हेरिरहेको थियो। त्यो हाम्रो पहिलो प्र्याङ्क चाहिँ फेल भइहाल्यो। सो गाइज अहिले रातिको 2 बजिरहेछ तर कोही सुतेको छैन, सबै इन्जोयमेन्ट गरिरहेछ। हामी आएर यहाँ झुलामा बसेछु। अब हेर वी आर फाइन्डिङ अ घोस्ट भोलि को उठिरहेछ पहिला। अनि घोस्टलाई खोज्दैछु कोही सुतेको छैन तर कुनै मन्त्र छ भने हजुर भनिदिनुहोस् घोस्टलाई कसरी बोलाउने अहिले चाहिँ 3 बजिरहेको छ। सबजनालाई इग्नोर मारेर म यहाँले सुत्न अब भोलिबाट। गाइज अहिले चाहिँ बिहानको 7 बजिरहेको छ। सोचे थिएँ कि रातिभरि सबजना जागेको छ त कोही उठ्न सक्दिन, तर अहिले चाहिँ सबजना उठिहालेको छ। अनि सबजना अब हामी चाहिँ नास्ता खाने 7:30 चाहिँ हामी नास्ता खान जाने हो। सबजना यताउति अहिले चाहिँ रिल बनाइरहेको छ। अनि कुनै मान्छे यस्तो पनि छ कि अहिलेसम्म सुतेको छ। हेलो बाबा हेलो गुड मर्निङ मोबाइल ठीक बा गुड मर्निङ ठीक बा हमरा 15 मिनट चाहिए ठीक बा दे हम पार्टी तो ना कौन मांगदारी रवि कम से कम क्रीम फेस में लगा के ना सनस्क्रीन हाँ सनस्क्रीन या फिर कुछ वैसलीन जो ना रूम में मांग ले जो आईलाइनर लगा दो खाइले जाता नहीं मेकअप कर हमरा सो गाइज त्यहाँबाट हामी आइहाले यहाँ नास्ता खान। सबजना चाहिँ पहिले नै आइहालेको थियो। सब लास्ट चाहिँ हामी नै हो। आज चाहिँ हाम्रो नास्ताको आइटम फर्स्ट डे भन्दा अलि बढी नै थियो। छिटो नास्ता खाएर निस्किहाले जङ्गल सफारी गर्न। आजको हाम्रो रुटिन चाहिँ फर्स्ट रहेछ सौराहाको चितवन नेसनल पार्कमा जङ्गल सफारी गर्न। सबजना पहिला नै गइसकेको थियो। यसमा पनि लेट हामी नै थियो। अनि लेट हुनुको कारण सरसँग 10 मिनट गाली नै खाएको। बोलो नमस्ते सम्पूर्णलाई आजको बिहानी हामी 7 बजे उठेर नास्ता गरेर अनि हामी सब निस्किसकेछु जङ्गल सफारीको लागि। अगाडि चाहिँ हाम्रो जेके सरले लिड गर्दै बस्नुभएको छ अनि हामी पछाडिबाट निस्किँदैछौँ। हामी छिटो आएर अनि बसिहाले गाडीमा जानको लागि। सरले भन्नुभएको थियो जङ्गलमा चाहिँ हरिण, राइनो, टाइगर यो सब हेर्न पाइन्छ। अनि हामी चाहिँ मात्र एक्साइटेड थियो टाइगर हेर्नको लागि। सो गाइज यहाँ चाहिँ हाम्रो हुनुहुन्छ गाइड गर्ने दाइ।
यहाँ चाहिँ हामीले बताउनु भयो यो जङ्गलमा चाहिँ कति किसिमको एनिमलहरू छ, के छ, कति दिनदेखि छ, यो त्यो बहुत कुरा बताउनु भयो। बाउन्ड्री छुट्याएको थिएँ खोलापानी कम्युनिटी फरेस्ट गर्ने खोलापानी चाहिँ हाम्रो छिटो राष्ट्रिय अझ उता अलि अगाडि पुगेपछि चाहिँ अझै ड्यामको बाटो जान्छौँ, नदी किनार हुँदै जान्छौँ, यहाँनिर एक ठाउँमा रोक्छौँ, दराइबाट अर्को ठाउँमा। यहाँ चाहिँ जनावर चाहिँ हजुरको 67 प्रजातिको छ है, अनि रेप्टाइल चाहिँ हाम्रो 47 प्रजातिको छ, चराचुरुङ्गीहरू चाहिँ 600 प्रजातिको छ। अहिले चाहिँ हामी जङ्गलभित्र आइसकेको छु एन्ड वी आर वेटिङ टु सी टाइगर। सो गाइज जङ्गलमा चाहिँ आज हेरेको हामीले यति कुरा मात्रै थियो, अनि अब चाहिँ हामी होटलतिर फर्किरहेको थियो, अनि हाम्रो नेक्स्ट रुटिङ चाहिँ अब नारायणी नदीको बाटो थियो। सो हामी होटलमा आएर छिटो छिटो खाना खाएर अनि छिटो छिटो बसमा बसेर अनि होटललाई चेकआउट गऱ्यो। रातिमा नसुतेको कारण अहिले चाहिँ सबको मुड चाहिँ यस्तो थियो। नारायणी जान हामीलाई 1 घन्टा जति लाग्छ, सो 1 घन्टा जति सबजना बसमा सुतिहाल्यो। सो गाइज बसको टायर बाटोमा खराब हुनको कारण हामीलाई 2 घन्टा लागिहाल्यो नारायणी नदी आउनमा। अब हाम्रो रवि भाइ दिनुहुन्छ बोटिङ एक्सपिरियन्स। बाइक यहाँ चाहिँ बाइक यहीँबाट पुस्तक खाना खा के खाना खाएर हामी निस्किसकेको छौँ। अब यहाँ हामी कहाँ पुगेछौँ, हामी चाहिँ अहिले पुलचोकमा पुगिसकेका छौँ। अनि यहाँ चाहिँ हामी अब अर्को हाम्रो ट्रिपको प्लानिङतिर बढ्दैछौँ। गाडीमा सबजना सबजना एक निद हालेर अनि उठेछ। अहिले गएर अलिक फ्रेस फ्रेस ल्याएर त्यसपछि निस्किने छौँ हामी अब अर्को प्लानिङको तर्फ। So guys, this is the Narayani Nadi and now we are going to boating. So guys, बोटिङ गर्दै गर्दै मैले गिराइहालेँ आफ्नो टोपी, अनि त्यसपछि मेरो मुख भयो चोखा जस्तो, किनकि त्यो मेरो टोपी थिएन, त्यो थियो स्वयं भाइको टोपी। सो हामी अब नारायणी नदीलाई भने बाई बाई, अनि अब यहाँले चाहिँ मौलाकाली। एउटा एकाउन्टमा कतिजना जान्छ? 8जना। त हमनी के जन बैठल के सन में बैठल दाइले भन्दै हुनुहुन्थ्यो कि 1 जनामा 8 जना जान्छ। सो हामी 8 जनाको एउटा ग्रुप बनाए अनि बसेर गइहाल्यो। गीत देखिए कि ना गाइज हेर्नु म आकाशमा गाइज हामी आकाशमा उडिरहेको छु। आकाशमा उडेर अब हल्लाउँछ अरे, हल्लाउँछ अरे, खतरा हल्लाउँछ। पैसा बाटे त गोठमा सो गाइस हामी केवल कारबाट माथि आए अनि पूजा गर्न गइहाल्यो। 2 4 5 2 25 2 25 हो रहा है सर, हमें 3 25 में यहाँ आप लोगों को 3 25 में दौड़ी नहीं अच्छा कितना बजे 26 नहीं होना चाहिए आपको 3 25 में यहाँ पे सबको हाजिर हो जाना है। 325 बिग बॉस का टैक्स मिल रहा है भाई। हम लोग को यहाँ बिग बॉस का टैक्स मिल रहा है। 1-1 घंटे का बम्पर मिला है घूमने के लिए। हम लोग आए घूमने के लिए अच्छा से, यहाँ 1 घंटे का बम्पर ऑफर ही मिल रहा है। बिग बॉस का टैक्स है, टैक्स पे टैक्स करते रहो। 1 घंटा का टैक्स है, जल्दी से जल्दी।
गाइज हामी छिटो छिटो माथि आए अनि पूजा गर्नको लागि केही सामानहरू किनिहाले अनि छिटो छिटो गयो पूजा गर्न बिकज वी हेभ लेस टाइम। सो गाइज पूजा गरेर हामी चाहिँ अब छिटै आए त्यहाँबाट। योपालि हामीलाई लेट भएन अनि हामी चाहिँ अहिले बसतिर फर्किरहेको। अनि यो चाहिँ आमा हेर्दै हुनुहुन्थ्यो नि त्यो यमनको कोही चिनेको हुनुहुन्थ्यो। छोरी छोरी त एउटी छ बिहा भइसक्यो भन्न सोधा आफन्तसँग सुन्न नपाई भाइ कस्तो नि हेर्छौ यो होइन अब तँलाई त्यस्तो छ भने भनिदिए उहाँ खोजिदिनु आमा हुन्थ्यो नि चिन्नु चिन्दैन यत्रो घुमाइदिए मैले त टुक्का होइन छेत्री र टुक्का थियो कि होइन त्यो भने नि कास्ट तर त्यो हामी फुपूहरू बस्नुहुन्छ कि क्या त्यो रियल हो कि अनि मलाई लाग्यो कि उहाँकै हुनुहुन्थ्यो कि मैले टुक्का हाल्ने कि फिस हेरेर हाल्नु त अनि मिलन चाहिँ अहिलेसम्म ज्याबमा थियो भर्खर भर्खर त्यसको नसा उत्रेको थियो अनि त्यसको नटङ्की चाहिँ अहिलेबाट सुरु भयो। सो गाइज अब चाहिँ हामी घरतिर फर्किन लाग्यो। हम टूर पे अभी पर पढ़ने वाला जिधर भी पढ़ लेता है भाई सुने छ नि पढ़ाई जाओ चाहे पहाड़ में हम चले पहाड़ में सो गाइज आफ्टर 4 years हामी चाहिँ घर पुग्यो। गाइज डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब। यो भिडियोको लागि चाहिँ बाई बाई। अब मिलौँ अर्को भिडियोमा। प्लिज सब्सक्राइब।